अहिले यो युके को रुल्स चेन्ज हुने कुरा छ। विशेष गरी यो आइएलआर को रुल्स चाहिँ मलाई लाग्छ 99.99% यो इम्प्लिमेन्ट हुन्छ। अब यहाँनिर यो इम्प्लिमेन्ट भए पनि हामीले एउटा सानो काम गरिदिएको भए यसले हामीलाई केही पनि असर पर्ने थिएन, तर त्यो हामीले काम गरेनौँ, धेरै जसोले गरेनौँ है। के काम भन्दाखेरि हामी नेपाल, इन्डिया, पाकिस्तान, बङ्गलादेश कुनै पनि एसियाको मुलुकबाट यहाँ आउँछौँ होइन। हामी आउने बित्तिकै चाहिँ हामीलाई चाहिँ के लाग्छ भन्दाखेरि ओहो यो त विकसित देश हो, यहाँ त शिक्षा, स्वास्थ्य सबै चिज राम्रो छ होइन, यहाँ त लङ टर्म बस्नुपर्छ भनेर हामीलाई चाहिँ त्यो ग्रिडले हल्का तान्छ होइन। अनि त्यो बेलामा चाहिँ हामीले के सोच्नु पर्थ्यो भन्दाखेरि यो चाहिँ हाम्रो देश होइन, यो धेरै टाढा, हामी 7 समुद्र पारि आएका छौँ होइन, यो चाहिँ अर्काको देश हो, यहाँ चाहिँ हामी जिन्दगीभरि बस्न हुँदैन है। हामी चाहिँ 5-7 वर्ष 10 वर्ष केही वर्ष बसेर होइन, एटलिस्ट कुनै बेलामा 4-5 वर्षमा पनि जान पर्न सक्छ होइन। त्यो चाहिँ वर्स्ट केस सिनारियोको लागि पनि हामी रेडी हुनु पर्थ्यो होइन। अब हामीलाई चाहिँ के भयो भन्दाखेरि होइन बालबच्चा यतै पढाउने हो, लङ टर्म बस्ने हो भन्ने भयो होइन। तर खैर म चाहिँ मेरो व्यक्तिगत सिद्धान्त चाहिँ अलिकति फरक छ। म आउने बित्तिकैदेखि नै म चाहिँ आफ्नो देश फर्किनुपर्छ, बरु 5 वर्ष बस्ने ठाउँमा 7-8 वर्ष बस्नु परोस्, तर अलिअलि पैसा कमाएर होइन आफ्नो देश फर्किनुपर्छ भन्ने चाहिँ मलाई पहिलेदेखि थियो। म यो कुरामा चाहिँ अडिक छु, अझै पनि अडिक छु, हिजो पनि थिएँ र भोलि पनि हुनेछु, र म मेरो फ्यामिलीलाई पनि यो कुरामा चाहिँ एकदम सजग गराइरहेको छु। तपाईँहरू पनि अलिकति महत्त्वाकांक्षा कम गरेर गर्नुभयो, देश आफ्नो देश फर्किनुपर्छ, आफ्नो माटोलाई बिर्सिनु हुँदैन भन्ने सोच्नुभयो भने तपाईँलाई पनि यो रुल्स चेन्ज हुने कुराले केही पनि फरक पार्छ जस्तो मलाई लाग्दैन। थ्याङ्क यू सो मच।